रिङ गरेर दुख्दो रहेछ पिङ खेल्नु थाले सानो नानी चाहिँ हाँस्दैछ गुड मर्निङ शुभ बिहानी। आज पनि हजुरहरूको साथमा न्यू कन्टेन्ट न्यू पोइन्ट लिएर उपस्थित भइसकेको छु। देश विदेशमा रहेर मेरो भ्लगलाई माया गरिदिनु हुने सम्पूर्णलाई हार्दिक नमन सेवा। र म चाहिँ के भन्न चाहन्छु भने मेरो चाहिँ 500 सब्सक्राइबर काटिसकेको छ है। र तपाईँहरूले पनि सक्दो माया दिएर है मेरो VLOG भ्लगलाई लाइक सेयर कमेन्ट नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर अगाडि बढाइदिनुहुन्छ भन्ने आशा राख्दै म चाहिँ आज चाहिँ थोरै पार्कमा जाँदैछु है बुढीसँग। आज चाहिँ छुट्टी थियो हाम्रो चाहिँ, छुट्टी भएको कारणले गर्दा चाहिँ घुम्न गइरहेको छु बुढीसँग। अब कस्तो हुनेछ के हुनेछ अस्तिको भ्लग केही हेर्नेले त हाम्रो गाउँको धेरै देख्नु भएको थियो है। आज चाहिँ अब बुढी र म मात्रै छौँ। दिन डेली जसो हामी सबै छुट्टी लियो भने हस्पिटलै बन्द हुने भएको कारणले गर्दाखेरि अस्ति पनि कम्प्लेन परिएको थियो। अब चाहिँ त्यो गल्ती नदोहोऱ्याउँ अर्काको देशमा भनेर चाहिँ हामीले आज चाहिँ बुढाबुढी मात्रै छुट्टी लिइरहेको छौँ। उसले चाहिँ अब उहाँको नजर भएर हेर्नुपर्छ। र मेरो बुढी हेलो भन, ओइ हेलो 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 भन। मेरो बुढी चाहिँ यस्तो गरिने पनि गामलाङ गुणुङ लुगा लाएर हिँड्दैछ। घोप्टोबाट नहाँस न, यसरी हाँस न, अलिक मुस्कान देऊ, मुस्कान मलाई पनि देखाऊ त। मेरो चाहिँ आज कस्तो छ है, मलाई हेर त त्यहाँभित्र छ देखिरहेको छ, सबै खुट्टाहरू देखेछ देख्दैछ। यो पनि भन्न चाहेँ है। र बुढा र बुढी चाहिँ टक्क बनिरहेको छ। अब चाहिँ एकैछिन पार्कको नजरातिर लाग्यौँ लस्सी हेरेर चाहिँ कमेन्ट गर्नु चाहिँ नबोल्नु होला भन्न चाहे साथीहरू। सानो नानी चाहिँ पिङ खेल्नु थाले, सानो नानी चाहिँ हाँस्दैछ यहाँ पनि पिङै छ, यता पनि पिङ पार्कै पार्क छ। हाम्रो सानो नानी चाहिँ मरि हाँस्दै खेलिरहेको छ है पिङ चाहिँ है। ल यहाँबाट यहाँ खेलौँ आऊ त। ओह मेरो बुढी चाहिँ खेल्नु थाले, कोही छैन रहेछ पार्कमा चाहिँ, बुढा र बुढी मात्रै छौँ खेल्दैछौँ। रिङ गरेर जरा रिङर चल्यो। ल ऊ घर यहाँ खेल्नु, सानो नानी पनि आउँदैछ यहाँ खेल्नुमा आऊ त। मेरो बुढी रिङबाट चलेर हेर पछाडिएको। ल नानी खेल्नु थाल्यो साथीहरू, हेर्नु म हल्लाइदिन्छु ल। हो खेल्नु थाल्यो हो, ट्यालेन्ट रहेछ नि त ऊ त। अब हामी चाहिँ बुढाबुढी यहाँ ताकाचुली खेलेको चाहिँ हामीलाई फोटो खिच्नु सक्दैन, हामी चाहिँ ताकाचुली खेल्छौँ। कस्तो हुन्छ ल साथीहरू, यहाँ चाहिँ हामी ताकाचुली खेल्छौँ। बुढीले उठाउने हो कि मैले उठाउने हो त्यसरी देख्नुहुन्थ्यो होला। खै अब फोटो खिचिदिने मान्छे नै छैन है, के गर्ने अब एक्लै खेल्नुपर्छ होला। साथीहरू हामी चाहिँ त्यहाँबाट पार्कबाट निस्केर चाहिँ जिम गर्ने ठाउँमा आइपुगिसकेको छौँ है। यहाँ चाहिँ जिम हुन्छ है, हेर्नु सक्नुहुनेछ। म पसौँ भने अब म लुते मान्छे है, कुन्ताको लुते मान्छे, झन् हड्डी र करक मात्रै फाट छुटिन्छ होला। हामी जाँदैछौँ है, कहाँ जाँदैछौँ तपाईँहरूलाई देखाउने छौँ। अस्तिको जस्तो स्काइबर पार्क नेचुरल चाहिँ देखाउन सकिँदैन, खोला नालाहरू देखाउन सकिँदैन। आज चाहिँ पुरै राम्रो अब
जस्तोमा पुगिन्छ त्यस्तै देखाइन्छ है साथीहरू। ल हामी चाहिँ लगभग पेट्रोल पम्पमा आइसक्यो है। अब हामी चाहिँ यता गइन्छ, यो ठुल्ठुलो घरभित्र पसिन्छ र इन्जोय गरिन्छ है साथीहरू। ल इन्जोय गरिन्छ, यो भित्र गएर कस्तो छ के छ। यहाँ चाहिँ मेरो चिन्जानको दाजु चाहिँ यो मात्रै हो है, उभिरहेको चाहिँ। हेलो, मास्क लगाएर उभिरहेको है। हेलो हेन्चेक देख्नुभयो, हेन्चेक गरेको मेरो चिनेको दाजु उभिरहेको चाहिँ यहाँ हेर्नु होला। आउनु, मेरो बुढी चाहिँ आएको मैले नि किनेको छु। आइपुगिसक्छ भित्र है, हेर्नु सक्नुहुन्छ है। साथीहरू खानु लाग्यो। पुरा गर्मीमा सिसामा चाहिँ मेरो लुक्स चाहिँ देख्नु सक्नुहुन्छ साथीहरू। अब चाहिँ हामी लिफ्टमा जाँदैछौँ साथीहरू। के भयो यो अँधेरो न अँधेरो भइरहेको छ, लिफ्ट दिइरहेको छ। टपमा आइपुग्यौँ है, टपमा धेरै छ। नानीहरू हुनुहुन्छ यहाँ। हाम्रो नाति केटोलाई पनि सम्झेँ मैले। मेरो नाति केटो हुनुहुन्छ, म नातिहरूलाई यहाँ कुदाउँथेँ। यहाँको नानी, सानो नानी, मेरो नाति हुँदैन, सानो नानी नातिनी हुँदैन, सानो नानी यहाँ खेल्दैछ बिचरा। यसरी फोटो खिच्नुपर्ने अरे, हेर्न सक्नुहुन्छ यहाँ पढेको यस्तो हुँदो रहेछ साथीहरू। मेरो बुढी चाहिँ जुत्ताहरू चप्पलहरू हेर्नु मात्रै गरिरहेको हेर न, स्टाइलमा पनि पारी पार्नु त आएको थियो। यतिको चाहिँ छ है, यतिको चाहिँ हुनुपर्छ है बुढी भनेको चाहिँ है। कस्तो छ के छ है, यहाँ चाहिँ हेर्नु होला। यहाँ मलाई देखाउ न हौ, यहाँभित्रको ऊहरू आओस् न हौ, यहाँ मात्रै पक्र न। शान्त लागिरहेको छ मलाई आज। कस्तो लाग्यो साथीहरू मेरो चाहिँ फेसन लुक्सहरू चाहिँ कस्तो छ है, ड्रेस कस्तो छ, चाइनिज भन्दा कम छैन, हप्ताबाट छैन है, यस्तो खालको हो साथीहरू। यो सपिङ चाहिँ यहाँ पनि गरेर आएर गर्नु सक्नुहुनेछ। पुरा क्वालिटी भेराइटीको है। यताको पैसाको प्राइसहरू हेरिन्छ, किन्नु चाहिँ किनिँदैन है। हेर्नु यो कपडाहरू 599 है, डिस्काउन्ट पनि छैन रहेछ। यो 399 यो कपडाहरूको। हेर्नु होला कस्तो महँगो पर्छ, यस्तो महँगो छ यी कपडा। यो महिना त कति मजाले सुहाएको यो कपडाले। टाउकै छैन रहेछ। ल साथीहरू कस्तो छ के छ, यहाँ गएर उभो त उभिहाल यता हेर हो त्यही
चाहिँ अब मसाज गर्नु लागिरहेको छु है मसाज सेन्टरमा यहाँ चाहिँ मसाज गर्ने हो अब मसाज गरेको चाहिँ मेरो बुढीले देखाउँछ ए आमा मलाई देखाउनु नि यहाँ पक्रिनु ल म निस्किन्छु यहाँ हेर्नु है म निस्किन्छु boleh mengisap ni. मलाई अलिकति जरी छैन याद गर्यो अलले गेम कस्तो हुँदो रहेछ कस्तो हुँदो रहेछ दुख्दो रहेछ दुख्दै होला दुख्यो होला कि दुख्यो तिम्रो खाना ल मेरो बुढीको पालो चाहिँ यहाँ दिइरहेको चाहिँ कस्तो भइरहेको छ ऊ पार्दै छ मजा आएछ कि क्या आएन ऊ पनि गर्दैछ यहाँ मसाज म चाहिँ गरिसकेँ अपना दिया पुरा मसाज गरिरहेको छ खुट्टामा गुदगुदी लाग्दैछ गुच्चा कुद्यो खुट्टामा गुच्चा साथीहरू हामी चाहिँ गेम खेल्ने ठाउँमा निस्किसकेको छ है गेम चाहिँ बसेर लुकेर लागि है हेर्न सक्नुहुन्छ फ्री फायर पब्जीहरू यो गाडीभित्र बसेर यहाँ के बाइक रेसहरू गर्नुहुन्छ भने पनि यहाँ आउँदा यहाँ हेर्न सक्नुहुन्छ यस्तो गेमहरू देखाउँदाखेरि गाडी कतिको कुदाउन सकिन्छ यहाँ हेर्नु सक्नुहुनेछ सबै है यहाँ बाइक रेस गराउँदा हुन्छ यहाँ के हो यो त हामी पनि खेलौँ कि जस्तो भयो त पैसा त होइन यहाँ गुडिया झिक्ने रहेछ गुडिया झिक्ने गर्ने रहेछ यो यहाँ चाहिँ अब यस्तो खेल लानु भयो यहाँ चाहिँ गाडी छ
पुलमा चढेर पुग्ने कता जाने कि गर्ने है कहाँ पुगेर आउँछ यो थाहा भएन यता चाहिँ यहाँ गेमको होला पैसा सक्छ होला पैसा सक्छ होला त्यो चाहिँ पुरा गेम खेलिरहेको छ बेलुका त खेलिरहेको देखेको गर्नु पाउँदैन आफू चाहिँ हाने गर्नु खेलिरहेको साथीले यहाँ दुईवटा बहिनीहरूले हारिरहेको पैसा चाहिँ झरिरहेको हुँदो कता कता सब गेमै गेम रहेछ यो यहाँ चाहिँ यहाँ पनि रहेछ यो यहाँ पनि रहेछ के गरेर बन्दै हालेको यहाँ चाहिँ अब यहाँ एउटा गोल लगाउनु यस्तो हुँदैन यहाँ चाहिँ के हो कसो हो है यहाँ पनि गेमै छ है गेमै सब गेम यहाँ हेर्ने गेमै हो गेमै गेम यहाँ के कति पर्छ कति रुपियाँ त्यो चाहिँ कहाँ दिनु कता झार्नु ए यहाँ झार्नु यहाँ लिएर झार्नु पर्ने यहाँ लिएर झार्यो भने चाहिँ यो बक्सामा यहाँदेखि उयो गर्नुपर्ने यहाँदेखि लिएर झार्नु पर्ने यो बक्सामा कति हो पैसा चाहिँ यहाँ चाहिँ नानीहरू रेलमा मारिरहेको थियो साथीहरू फेरि हेर्नु चाहिँ रेलमा कुद मारिरहेको थियो यहाँ बसेर अब फेरि एकचोटि हेरौँ है कस्तो हुने चाहिँ सर ठोकिँदै चाहिँ यहाँ एउटा आयो माथि चढेर आउनु चाहिँ